नमस्कार साथीहरु, क्लास 12 को रिजल्ट कहिले आउँछ भनेर पर्खिरहनु भएको छ। आजको भिडियोमा हामी कुरा गर्नेछौँ रिजल्ट आउने सम्भावित मिति, एनइबी को रिजल्ट लेटेस्ट अपडेट, रिजल्ट कसरी हेर्ने अनि विद्यार्थीहरूले के गर्नुपर्छ भन्ने बारेमा। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस्। क्लास 12 को परीक्षा सकिएदेखि नै विद्यार्थीहरू रिजल्टको पर्खाइमा छन्। सोशल मिडियामा अहिले धेरैजना एउटै कुरा सोधिरहेका छन्, रिजल्ट कहिले आउँछ। धेरै युट्युब भिडियो र फेसबुक पोस्ट रिजल्ट डेट फिक्स भयो भनेर भनिएको देखिन्छ, तर साथीहरू अहिलेसम्म एनइबीले अफिसियल डेट घोषणा गरेको छैन। त्यसैले फेक न्युज भन्दा अफिसियल अपडेटलाई मात्र विश्वास गर्नुहोस्। अब कुरा गरौँ रिजल्ट आउने सम्भावित समयको बारेमा। विगत वर्षहरू हेर्दा परीक्षा सकिएको करिब 2-3 महिनाभित्र रिजल्ट प्रकाशित हुने गरेको छ। त्यसैले यस वर्ष पनि साउन पहिलो वा दोस्रो हप्ता रिजल्ट आउन सक्ने अनुमान गरिएको छ। तर डेट भने एनइबीले जारी गरेको छैन। कन्फर्म रिजल्ट पब्लिस हुनुभन्दा केही दिन अगाडि अफिसियल सूचना आउने सम्भावना धेरै हुन्छ। रिजल्ट आएपछि तपाईले विभिन्न माध्यमबाट हेर्न सक्नुहुन्छ। जस्तै हाम्रो पहिलो एनइबीको अफिसियल वेबसाइटबाट हेर्न सक्नुहुन्छ। दोस्रो रहेको छ हाम्रो एसएमएसबाट हेर्न सक्नुहुन्छ। त्यसपछि तेस्रो रहेको छ अनलाइन पोर्टलबाट हेर्न सक्नुहुन्छ। रिजल्ट हेर्दा आफ्नो सिम्बल नम्बर सही राख्नुपर्छ। गल्ती सिम्बल नम्बर राख्दा रिजल्ट ओपन हुँदैन। रिजल्टको बेला वेबसाइट स्लो पनि हुन सक्छ, किनकि धेरै विद्यार्थीहरूले एउटै समयमा सर्च गरिरहेका हुन्छन्। रिजल्ट जस्तो आए पनि निराश नहुनुहोस्। जीवनमा एउटा रिजल्टले मात्र सबै कुरा समय तय गर्दैन। राम्रो नम्बर आए खुसी हुनुहोस्, कम आए अझ मेहनत गर्नुहोस्। सबैभन्दा इम्पोर्टेन्ट कुरा हाम्रो फ्युचर हो साथीहरू। अहिले सोशल मिडियामा आउने फेक न्युजहरूबाट बस्नुहोस्, समाधान हुनुहोस्। अब तपाईलाई रिजल्ट कहिले आउँछ जस्तो लाग्छ कमेन्ट गर्नुहोस्। त्यसैले रिजल्ट न्युज इम्पोर्टेन्ट इन्फर्मेसनका लागि च्यानल सब्सक्राइब गर्न नभुल्नुहोस्। भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, च्यानललाई सब्सक्राइब गर्नुहोस्, सेयर गर्नुहोस्, गरिदिनुहोस्। धन्यवाद।